हेलो नमस्ते एभ्रिवान सम्पूर्णलाई वेलकम टु माई च्यानल। अब मेरो ब्लग सुरु हुन गइरहेको छ। आज अमावासी 2082 साल वैशाख 14 गते एकदमै रमाइलो भइरहेको छ। यहाँ सबै फ्यामिलीहरू एक आपसमा भएका छौँ यति बेला। हामीले आमा औँसीको दिनमा एउटा केक ल्याएका छौँ है। सबैजना भएर यहाँ आज मनाउनेछौँ। हल्ला चाहिँ टन्नै छ है। यहाँ धेरैजना एक ठाउँमा छौँ, त्यही भएर हल्ला चाहिँ मजाले छ। तपाईँ देख्न सक्नुहुन्छ यहाँ केक रहेको छ। आमा 78 वर्ष हुनुभयो। केक साथसाथै स्याउ र हन्डी पनि रहेको छ। सुरु गर्ने हैन भनेको यता तल गर्ने भन्दाखेरि ए बाबा यो त झन् डेन्जर देख्छ। दिप्सनको त यहीँ छ ध्यान पुरा। यहीँ केकमै छ हेर त, केकमै छ त यसको ध्यान। अघिदेखि रोको के खाने हेरेर कतिले स्वागत गरेको छैन। आकाशबाट नि स्वागत गरेर आउँदैन भयो लाइन गयो। लाइन गयो चम्चाले काट्नु ल। अलि त होट देखाएर होट त्यस्तै होट सोधेर काट्नु है। अझै मात्रै काट्नु हो त हो तलैसम्म यताबाट काट्नु यताबाट काट्नु सबैजना बच्चा एकदम खुसी भइरहेका छन्। बर्थडे भनिरहेका छन्। तर आज बर्थडे चाहिँ होइन, आज चाहिँ आमा औँसीको दिन केक ल्याएको भएर बच्चाहरू एकदम रमाइरहेका छन्, बर्थडे भनिरहेका छन् है। दिदी यता आउनु त, लानु हेऱ्यो केक खुवाइदिनु ल। यो काट्नु भयो के हो देखो अरे उला दिनु के आमा दिनु के पहिला
खाऊ तिमीले ल ल खाइदिन आमा थोथोर थोथोर ल भिडियो बनाइरहेको छ त फोटोको के कुरा हो लाइन गएको है खैदियो मात्रै हुन्छ क्या लाउनु पर्दैन के आन्टी हाम्रो भान्जी यता छिन् ओहो इन द डेन्जर इसाइड लान्डी खुवाइदिनु ल हजुरले नि मैले खिच्दैछु त भिडियो बनाइदिन्छु कता जान्दिनु के रे के नलाइदिनु हुन्छ के यही मात्रै खुवाइदिनु मात्रै के ए जता त घुमाउँछौँ ल ल आमा ल ल खिच्दै त ल खाइरहेको यहाँ देख्न सकिन्छ गाइस यही चोरी भइरहेको छ किन हौ यस्तो बच्चालाई थोत्थर दिनु त अम्बनी यो बच्चालाई थोत्थर दियो त अम्बनी यो बच्चाहरू यहाँ धेरै हेरे कि अब मेरो भ्लग अन्त्य हुँदैछ यहीसम्म हेरिदिनु भयो सबैजनालाई थ्याङ्क यू सो मच प्लिज सब्सक्राइब गर्नु होला मेरो च्यानल सपोर्ट गरिदिनु होला थ्याङ्क यू सो मच फर वाचिङ ल